आफ्नो बनाउँदै आफ्नो पापा बारी त्यस्तो गरेर बनाउनु आफ्नो ढुङ्गा एउटा गाई चानीहरू गरेर बनाउने बासमती गलाको यसरी भयो नि त भएन भाइ भइछ ल ल भाइ मनको काटेछ क्या हेरौँ म अलि पछि यता नि हेर न छोरी एकचोटि बाबालाई हेर्दै बेस बुवा आमाले सबैले हेर्नुहुन्छ यता नि ठ्याकेर ल यता हेर मम्मीले नि हेर्नु यता यस्तो गरेर हुन्छ ल बुवा यता हेर्नु त एकचोटि ल छोरी यता हेर ल भयो नमस्ते गर बुवालाई अब आमालाई नमस्ते भन आमालाई नमस्ते गर ल ल भयो अब क्रिस्टी अब काँटामा च्याप्प पारिदिन्छ गयो एउटै काँटाले एउटा काँटा निकाल्यो अब यस अगाडि फर्काउँछ तिमी अनि मिलाउँछु अनि सानाले ल ल पैसा दिनु न उसलाई पैसा दिन त्यो साइज भरिहाल्छ त्यही हो कुरेको फुल पनि दिनु न हो त्यो फुलसँग हालेर दिनु ल अब नमस्ते गर बुवालाई नमस्ते भन्नुपर्छ आमालाई नमस्ते भन ल भयो अलि पछि तिम्रो बुवामाको पालो भइहाल्छ यता आउँछ न हो माटोमा नजाऊ मलाई ल्याऊ हो तीनटा भयो एउटा दिन्छु तीनटा पैसा भयो बुवाले एउटा जो जुत्ता लगाइदेऊ कहाँ पल्टी जाने ए होइन क्या अब यहीँ फोटो खिच्ने अनि हिँड्ने हो लगाइदेऊ जुत्ता खाना पर्यो नि त्यो फोटो फुट्नलाई चप्पल जुत्ता किन्नु भात खाने बेला फेरि खोल्ने होला नि त खोल्दैनन् पछिसम्म नि हेरेर नि चिनो पनि हुन्छ हेर्नु के हेर्नुहोस् खाएर सबैले हेर्नु है फोटो खिच्ने भन्दै थिएँ बोले पनि राम्रो हुन्छ अब यताबाट सुनेर राख्न त ल आइज मम्मी सानोवाले बिस्तारै होइन सबै घुमामा होला घुमामा आउनु अलि पछाडि छु ल आउनु अलि बिस्तारै होइन यता जाऊ जाऊ यता जाऊ ल भयो गर्दै लगाउनु पर्यो नि फोटो पनि बनाएन फोटो राम्रो हुँदैन सिधा भएर बस्छ दिदी जस्तै हो दिदी जस्तै गरी बस्छ फोटो यहाँ यसरी भिडियोबाट पैसा
अच्छा फोटो मैले नि उता हेर्नु बेला बेला उता हेर्नु त्यस्तो केटापट्टि खाना भन्थ्यो कि फोटो खिचेर हेर्नु पर्छ हुन्छ यता हेर्नु त बुवा बुवाले उता हेर्नु म पनि हेर्छु उता जमरा कोचमा जस्तो गर्नु न पहिला नानीहरूलाई अब किन हेर्यो लो नानी फर्स्ट आयो परे है कृष्टि फर्स्ट आयो तिमी परे होस् सानीलाई लगाउँछु है पख ढोक्दै ढोकेन कहिले ढोक्दै म त बिर्सेको छु यहाँ फोटो खिचाउने चक्करमा फोटो तिमी सानी भएर कि बेबी भएर ल नमस्ते गर खै भाग्यो भने खैल्यौ नहीं यार खुट्टा दियो खुट्टा दियो खुट्टा दियो खुट्टा दिन्दी के कसलाई दिन्दी खुट्टा सानी पनि खुट्टा नढोकी भन्दैन जसले खुट्टा ढोकी ल बस तिमी सिधा बस नि तिम्रो फोटो आउँछ भाग्यमानी भए ल म बुवा लाउनु सबै लाइदिनु हुन्छ ल सानो लाउनु त बुवालाई अनि ल सानी टेक्क पारो त उठेर लाइनबाट किन न अरे फर्स्ट आए ज्ञानी बने हामी ज्ञानी हुन्छन् सबभन्दा स्मार्ट छन् अनि सट्ट निकाल्न राम्रोसँग ल मम्मी भए फोटो खिचिदियो नि फोटो खिचेछु भिडियो नि गरेको फोटो खिच राम्रोसँग पहिला फोटो खिच्ने भिडियो र फोटो खिच
पार्न राधे राधे हो